एसईई परीक्षा सुरु भएको 1 घण्टा नबित्दै अंग्रेजी प्रश्नपत्र आउट। नमस्कार, टाइम्स न्यूज नेपालमा यहाँलाई स्वागत छ। जनकपुरमा एसईई परीक्षा सुरु भएको 1 घण्टा नबित्दै अंग्रेजी विषयको प्रश्नपत्र आउट भएको छ। प्रश्नपत्र सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक भएको छ। जनकपुरको एक परीक्षा केन्द्रबाट उक्त प्रश्नपत्र आउट भनिए तापनि कुन केन्द्रबाट आउट भएको हो भन्ने बारे अहिलेसम्म खुलिसकेको छैन। केन्द्राध्यक्षले नै प्रश्नपत्र आउट गरेको भन्ने अनुमान गरिएको छ। यसबारे अनुसन्धान भइरहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कररियाले भने उक्त प्रश्नपत्र आउट भएको बारे आफूलाई केही पनि जानकारी नरहेको बताए। आफूसहित परीक्षा अनुगमन समितिका पदाधिकारीहरू थुप्रै केन्द्रहरूमा पुग्दा मर्यादित रूपमा परीक्षा भइरहेको उनले बताए। मध्य प्रदेशमा यस वर्ष धनुषाबाट सबैभन्दा बढी विद्यार्थी एसईईमा सहभागी हुँदैछन्। धनुषामा 195 वटा विद्यालयमा अध्ययनरत 13,654 जना विद्यार्थी एसईई दिँदैछन्। बिहिबार बिहान 8 बजेदेखि अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ। परीक्षा शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले जनाएको छ। धन्यवाद। यस्तै समाचार सुन्नको लागि हामीलाई लाइक, शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला।